सर्ट मिनी ब्लग। गाइस आज चाहिँ ड्युटी गएको थिएँ नि त म। अनि ड्युटी जाँदाखेरि चाहिँ मैले छाता लानु बिर्सेछ कि छाता लानु बिर्सेको कारण चाहिँ टाउकोदेखि जिउैसम्म डल्लै भिजेको छु हो, लोप्पा भइरहेछ। यहाँ चाहिँ हाम्रो बाउजूको घर हो कि, अन्त बाउजूको घरमा कोही छैन, तर भए पनि यसो अरेस्ट लाग्नु पानी गइकन घर जाउँ भनेर चाहिँ यहाँनिर बस्न आएको म चाहिँ। र चाहिँ मेरो हेर्नु नि ज्याकेट पनि यस्तो भइरहेछ कि भिजेर लोप्पा भइरहेछ, यस्तो भइरहेछ ज्याकेटको हालत। अनि पानी यस्तो डरलाग्दो पर्दैछ, हेर्नुहोस् पानी यस्तो डरलाग्दो परिरहेछ। अनि म चाहिँ एकछिन टाउकोमा चाहिँ अब ज्याकेट ओढेको थिएँ नि त मैले, तर भए पनि अलिअलि भिजिरहेछ टाउको पनि हो। बिहान जाँदाखेरि केस कोरेर गएको, अहिले घर फर्किँदा चाहिँ यस्तो छ मेरो हालत। अनि पानी परेर चाहिँ बिहालत छ यस्तो भएर। त्यही माथि चाहिँ गाडाङ गुडुङ पनि गरिरहेछ हो। अनि घर कसरी जाने भइरहेछ।